लाऊ सानो के खेल्ने सोरो के खेल्ने भन त हेलिकप्टर खेल्ने हो लाऊ जाऊँ उता आऊ उता हिँड न आऊ हराउला है छिटो कुन खेल्ने यो बाइक खेल्ने बाइकमा त घुमाउँछ यो यताको ए हजुर यो खेल्ने यो नि के खेल्ने हो र चक्कर लाम्छ कति हो नि दिदी यो 100 ल नानीलाई एउटा यो सँग ल नि दिदी ल सानो है कहाँ होइन सानो ल जाऊ मजा आछ यो क्यामेरामा यो घुमेको हेरेर चक्कर लाउने यार यता हेर न
खोइ यता हेरेको पहिला त राख्थेन नि त है राख्छ यता ल त नि आऊ यता आऊ त छोरीलाई भोक लागेर के खुवाइदिने होला यार के खाने सानो कति होला कि जान्ने त्यहाँ रोटे रहेछ है ल टक होइन मोमोहरू 200-300 रुपियाँ प्लेट पाइन्छ ल ल ल हो गरे अब छोड्दै के खाने यहाँ नि छैन मर्का जाउ त नर्मल्ली के खाने भनेर आउँछु ब्रेड हान्छ के हो यो यतिकै हेर्ने हो त यसमा हाल्न पनि छ र हामी हो कि खै छोरीले सक्सेस खाएको बाबाले रोटी मटका बिरयानी खाने भनेको प्लान क्यान्सल गरेर यस्तो रोटी खाने लाग्यो रोटी पनि फेरि भित्र केही छैन माल मटन बाहिर मात्रै खोका खिचेर भ्या अहिले घर Vâng đó.
सानो छुनु न कोही छोड त आजको यस कार्यक्रमको मुख्य यहाँहरू सबैको मन मस्तिष्कमा बस्न सफल गायिका हुने शान्ति श्री परियारलाई यो मञ्चमा आमन्त्रण गर्न चाहन्छौँ। एकचोटि जोरदार सबैजनाले हातमा फिरेर शान्ति श्री परियारलाई द्वितीय उपाध्यक्ष हाम्रो विक्रम समाचार सभा गर्न चाहन्छौँ। यसरी पोखरा सङ्गीत समूहका अध्यक्ष छाडा मान्छेहरू यहाँनिर स्टेजमा ढुङ्गा हान्छ कि क्या मान्छेहरूले हो? किन यति पर राखेको हो मान्छेहरू? तेरिका बर्बाद भइगयो नि यार। ठिक छ सबैजनालाई, ठिक छ। म चाहिँ म्याकुरी होइन, म्याकुरीको बाउ। त्यो रुन्चे छ नि, बुढीले कुट्यो भन्दै रुने छ नि, हो त्यसैको बाउ हो म चाहिँ। कस्तो राम्रो होस्ट है, उद्घोषिका चाहिँ साह्रै राम्रो लाग्यो हो। यतिको बुढी बेगारेको भए त त्यो म्याकुरीले कुटाइ खाँदैन थियो नि। मट्टी बेगारेर बर्बाद भयो केटाको जिन्दगी हो, त्यस्तो लाग्छ। हल्ला गरौँ न, आन्टीहरू त कराउनुहुन्न, किनभने अलिकति साह्रो करायो भने नक्कली दाँतो छिटेर यहाँ माथि आइपुग्छ होइन। कराउनुहुन्न। सम्पूर्ण टिकट काटेर आउनुहुने महानुभावहरू, टिकट काट्न अल्छी लागेर गर्लफ्रेन्ड लिएर झाडीतिर बस्ने केटाहरू हो, केटा हो तिमीहरू पनि मुन्टी हाल यहाँ चाँडोभन्दा चाँडो। म चाहिँ आजभन्दा 3 वर्ष अगाडि पोखरा आएको थिएँ क्या। पोखरा आएको थिएँ कामको सिलसिलामा। बाउले मलाई जबरजस्ती पोखरा पठाइदिएको, किन भन्दा काम गरेन, बेकारी भयो यो भनेर। काम छैन मेरो, अनुहार हेर्दै बेकारी जस्तो देखिन्छु हो कि होइन? हो, बेकारी लाग्छ, बेकारी देखिन्छु अनुहार हेर्दै। अनि गाउँमै पहिला एकचोटि कोरियन भाषा पनि सिकेँ। 3 महिनासम्म कोरियन भाषा सिकेँ मैले। एक्जाम दिने बेलामा थाहा भयो एउटा म्याकुरीले कोरियन भनेर राई भाषा पढाएर हिँडेछ मलाई। त्यसपछि फ्रस्ट्रेटेड भएर म पोखरा छिरेँ। पोखरामा काम खोज्दै हिँड्दैछु, लिन्थिङ काम खोज्दै हिँड्दैछु, भित्तामा हेर्दैछु है कहीँ जागिर पो खुलेको छ कि। फेरि पोखरामा एउटा समस्या रहेछ, एउटा पोस्टरमाथि अर्को पोस्टर टालिदिने। म सोझो मान्छे गाउँको सरासर पढेँ। पहिलोमा टालेको थियो यो फिल्म हलमा चाहिँ यस्तो फिल्महरू लागिरहेछ भनेर। दोस्रोमा टालेको छ पोल्ट्री फार्मको, अर्कोमा टालेको छ आयुर्वेदिक हस्पिटलको। मैले सरासर पढेँ। सरासर पढ्दाखेरि के थियो, अष्टाङ्ग आयुर्वेदिक पसलमा भुवन केसीको ताजा अन्डा पाइन्छ। आयुर्वेदिक पसलमा भुवन केसीको ताजा अन्डा त्यही पनि भुवन केसीको। ओ माई गॉड, अनमोल केसीको भगवानमा पत्याउँथे पनि होला पनि होइन। अचम्म हुँदो रहेछ यार पोखरामा त। त्यस पछाडि गएँ म सङ्गीत सिक्न। सङ्गीत सिकाउने गुरुले सिकायो पहिलो दिन, दोस्रो दिन सिकायो, 3 महिनापछि सिकाउँछ, चौथा महिनामा थाहा भयो मुला लाटो रहेछ, जानेकै त्यति। यसरी फ्रस्ट्रेटेड भएर मेरो जिन्दगी बितिरहेछ। रमाइलो भएको छैन। यति नै हो पोखराको इनर्जी, खै त हो
आम्मा यो डिस्टेन्स अलिकति टाढा टाढा भयो क्या म यहाँ म्याकुरी भन्नेलाई खोज्दै आएको कहाँ गयो त्यो हैतेरिका चिनेको मान्छे पनि कोही भेट्दिन हौ फेरि हैतेरिका चिनेको मान्छे कोही छैन फेरि लैजाऊ घुमाउन मलाई लेखनाथ बजार ट्याउसी चढाउँदै स्याउसी चढाउँदै हो कति चाहिँ नराम्रो स्वर भएको मान्छे हो यो कहाँनिर स्यालकार आयो हरायो ए बुढा होइन यत्रो भिडमा चाहिँ फेरि को हरायो हरायो होइन करायो ए करायो भने आई अन्डरस्ट्यान्ड अब कराइहाल्छ त यत्रो फेमस मान्छे काठमाडौँदेखि फ्ल्याटमा सरर ल्यान्ड भएपछि मेरो फ्यान गराउँदैन हेर बुढा यहाँ यताबाट कराउनुहोस् देख्यौ नि होइन यताबाट कराउनुहोस् यो त फेमस भएको कारणले गर्दा कराएकै होइन यो आन्टीहरू पहिलो कुरा त आन्टीहरू माथिबाट ढुङ्गा लड्दै आयो भने पनि आफै कराउँछन् यो आन्टीहरूको राष्ट्रिय नेचर हो यो कुरो बुझिस् नि त फेमसबाट कराएको होइन कहाँबाट स्याल छिरो भनेर आत्तिएको हो क्या मान्छे आत्तिएको मातेको अब यो मात्तिने कुरा त अब मैले पहिल्यैदेखि छोडिसकेँ क्या म्याकु यो खासमा छ नि म मातेको चाहिँ होइन म त एकदमै सुध्रिसकेँ सुध्रिस तँलाई कहाँ ए त म्याकुरी भन्नेको साथी होइन त म्याकुरी भनेको साथी होइन त बल्ल पो चिने कानपुर हेत्तेरिका त म्याकुरी कहाँ छ म्याकुरी कुरी अनि यो बुढा के भन्छ कुरी सुरी यो तु झन्डै मुख चिप्लेका यो कुरी सुरी यो इष्टता भन्ने होइन क्या बुढा बरु मेरो एक्स गर्लफ्रेन्ड पो आएछ हेलो आई लभ यु अस्ति भेटा याद छ नि होइन आज जानुपर्छ है अलि बेलुका तेरो एक्स गर्लफ्रेन्ड त्यति बुढी सेतै फुलेको देख्छु त हो म त ओ दाँत पनि नक्कली दाँत निकालेर यसरी चपाएर खाँदैछन् आन्टीले हौ सुध्रिचस् त सुध्रिनु र कुकुरले खम्बामा खुट्टा उचालेर पिसाब फेर्न छोड्नु उस्तै हो त जिन्दगीमा सुध्रिँदैन शेरकेटा कुरो बुझिस् नि बाख्राले पुच्छर उठाएको देख्यो भने इमोसनमा आएर झम्टिन्छ यो त्यो लेभलको फटा हो यो हावा होइन त यो लेखनाथमा के गर्दैछस् किन आएको अब खासमा त कुरा अर्कै छ नि यहाँ कुरा भन्नु मिल्दैन होइन तिमीसँगै अब अहिले बेलुका चाहिँ त्यहाँ लेखसाडा गरेर चाहिँ एकजनासँग चाहिँ मैले यो कानमा सुनेर ओकलाई चाहिँ मेसिन लगाए त तत्कालै मेसिन लगाइहाल्छ त यो कान नसुनेर बर्बाद यार यसको कान सुन्दैन क्या यो बानेश्वरको जाम भन्दा ज्यादा यसको कानमा जाम भएको छ ए यो मेसिन लगाइहाल ल त यो पोखरामा के गर्दैछस् केटा पोखरा Yeah, I am thank you so much, is the very good in the recondition is the condition is the functional deficiency. मतलब? ए बुढा यार अब अङ्ग्रेजी यसरी पटङ्ग बोलेपछि के हुन्छ म त यहाँ के गरेछु टुरिस्ट गाइड कुइरिनी घुमाउने कान मात्र सुन्दैन थियो आँखा पनि देख्न छोडिदियो एकचोटि ठमेलमा केटी लगेर गएछ यो लन्ठु होटलमा केटी लगेर गएछ रातभरि के गरे बिहान उठ्दाखेरि मात्रै थाहा पाएछ त केटी होइन केटा थियो भन्ने कुरा त्यो लेभलको रातभरि भाले जुत्ता खेल्यो होला यिनीहरू त्यतिका फन्टेस यति बेला फेरि फोन आयो अहिले यो बुढाले फेरि के सुनाउने यसलाई फेरि हेलो यस बेबी यु कम स्ट्रेट फ्रम पोखरा इधर उधर साइड लेफ्ट राइट यु कम ओके ओके यहाँ एकजना टुरिस्ट गाइडै हो कि क्या हो साँच्चै हो त ओहो यसो यता सुन्न मलाई पनि एउटा कुइरेनी मिला न यार कुइरेनी मिलाएर हेर न यो 4 फुटेले यो 6 फुटेको कुइरेनी मिला भन्दा कस्तो सुहाउँदै नसकेको के यहाँ सुन बुढा कुइरेनी मिलाउनुको लागि त अङ्ग्रेजी जान्नु पर्यो क्या I am the chemistry lecturer of Mangaladevi University and the Trichandra College and the Division. Stop! यो बाँकी चाहिँ उता बोल्नु पऱ्यो र अहिले एकछिन यो थाती राख न कति यहाँ गटक दिएको इङ्ग्लिस पनि हेक्टेरिका अनि ए बुढा हजुर तिमीलाई कस्तो खालको कुइरेनी मनपर्छ भन त मलाई कुइरो खालको कुइरेनी मनपर्छ कुइरेनीको पनि खालको हुन्छ र बोइलर कुइरेनी लोकल कुइरेनी गिरिराज कुइरेनी फेरि जुनसुकै कुइरे भेट्यो भने पनि मलाई त कुन चाहिँ इङ्ग्लिस फिल्ममा छाडा फिल्ममा देखाए जस्तो लाग्छ क्या तालु चुन्डे कुइरे देख्यो भने त ठ्याक्कै जनिसिन्छ ल भयो त अब
अब यसलाई के कुइरिनी मिलाउनु ए बुढा बरु चाइनिज मिलाउँछु चाइनिज अनि ल्याङ्ग्वेज प्रब्लम हुँदैन वाङछिङ छ्याङ झुन्ड्याङ फर्सिङ फर्लिङ ल यसरी अब यसरी भन्नु भने यो बुढाले कसरी यो सिक्ला होइन यो सिक्नै टाइम लाग्छ यो कुइरेनी र चाइनिजमा चाहिँ के फरक हुँदो रहेछ केटा यो फरक चाहिँ के धेरै त्यति साह्रो फरक चाहिँ छैन अब कुइरिनीले इङ्ग्लिस बोल्छ अब चाइनिजले अब त्यो चाइनिज बोल्ने भयो ओहो त्यही भएर तिमीलाई कुनै हुन्न त्यही भएर तिमी चुप लाएर बस्छ बुढा सुन्न कुइरेनी नै मिलाउनु पर्यो क्या मलाई जसरी पनि कि गायिकाहरू के गर्ने यार हे तेरिका ए साँच्ची शान्ति परियारजी आउनु भएको छ त हुन्छ हुँदैन शान्तिश्री परियार त म मान्दिनँ कुनै पनि हालतमा मान्दिनँ प्रकाश सपुतको धरी त गलबन्दी च्यात्ने मान्छे मेरो दौरा सुरुवाल च्यातिन् भनेदेखि म के गर्नु बरु ज्योति मगर मिला न ज्योति मगर हुँदैन नि त्यो ज्योति मगरको यत्रो फिला भएको तिखाले तिमीलाई च्याप्प पारेर मार्यो भने अनि म फेरि तिम्रो त्यो मलामीमा आउन चाहिँ भ्याउँदिनँ है बुढा कस्तो अघिको उद्घोषक जस्तै कुरा गर्छ यार उद्घोषक रे झुर कुरा हो झुर के भन्नु खोजेको तैँले भन्छ यो बुढाले कुरै बुझ्दैन घरि यो मिला भन्छ घरि ऊ मिला भन्छ सुन्न कुइरेनी मिला न फर वान नाइट स्ट्यान्ड ओन्ली फर वान नाइट स्ट्यान्ड कुइरेनी मिलाउने अब यही बुढाको स्ट्यान्ड हुन्छ कि हुँदैन त्यो थाहा नै छैन अब यस्तालाई वान नाइट स्ट्यान्ड चाहियो अरे कुइरेनी ल अनि के चाहिँ गर्न सक्छस् त तैँले अब त म्याकुरी खोज्नु पर्यो क्या म्याकुरी खोजौँ न यार अब कहाँ खोज्नु होला त ए म्याकुरी भनेर बोलाउ क्या तिम्रै छोरा त हो नि ए म्याकुरी कहाँ छ त जा म मिलाएर आउँछु जा त खोज्दै गर त त्यहाँ खोज्दै गर त ऊ त केटी खोज्दै गर त अङ्गाल हाल्दै हो कि ओके ल म हेर्दैछु ल यो पोखराको स्टेज चाहिँ मलाई बहुतै रमाइलो लाग्यो क्या हाम्रोतिर प्रोग्राम हुँदाखेरि जहिले तैँले अगाडिपट्टि एउटा जडिया हुन्छ को हुन्छ जडिया जाँड खाएको मान्छे स्टेजमा को के गरिरहेको छ उसलाई बाल मतलब छैन ऊ यत्तिकै रमाइरहेको हुन्छ एकचोटि स्टेजमा आउनुभयो एकजना गायिका सुर्के थैले खै भन सुर्के थैले खै भनेर गाउनुभयो ऊ आफ्नै तालमा मैले लगाएको छैन तिम्रो सुर्के थैले एकछिन पछाडि फेरि गायिकाले गाउँछन् सुर्के थैले खै भन सुर्के थैले खै बुढोलाई रिस उठ्यो मैले लगाएको छैन भन्दैछु त तिम्रो सुर्के थैले अर्कैले लगायो होला हावा गुरेको छु यार अर्को गायिका आउनु फेरि मलाई आँखै ताली बजाऊ मलाई आँखैको परेलीमा गाजल लाउन मन पर्छ किनिदेऊ साइला दाई जडिया साइला दाई परेछ आज मैले पैसा लिएको छैन भोलि दिन्छु यस्तो हुन्छ ताल जिन्दगीमा रमाइलो भएको छैन आज अलिकति पहिलो कमेडी पर्फर्मेन्स पनि भएर होला सबैजनाले हेरिदिनु भयो म अन्तिममा एउटा गीत गाउँछु अनि बिदा हुन्छु ल यो गीतको माहौल होला जस्तो लाग्यो कहाँनिर हाम्रो ऊ चाहिँ माइकहरू कहाँबाट बजाउने हो कहाँनिर अब सबैजना नाच्नुपर्छ ल एकछिन ल यो पोखटल पुऱ्याउनु पर्दैन ट्र्याक्टरको पछाडि हालेर लग ट्र्याक्टरले ग्याच्चे हलाउँछ बच्चा फुत्तै निक्लिन्छ होइन बहुत रमाइलो हुन्छ क्या यो चाहिँ गजब हो कच्ची बाटोको पनि एकदमै धेरै फाइदा हुन्छ एउटा गाडी हेलो कति टाढा हो एमसीआर पनि हजुर ल धेरै धेरै धन्यवाद यहाँहरूको साथ र सपोर्टको लागि म अलि हतारमा आएँ त्यही पनि
तपाईँहरूलाई धेरै धेरै धन्यवाद र लेखनाथ महोत्सवको आयोजक कमिटीलाई पनि धेरै धेरै धन्यवाद। कुन सुरुदेखि बजे एकचोटि गाइदिउँ त, थोरै गाइदिउँ त। सानो नानी है हेर न लिनु आउ न ल सानो ठिक छ मिठो छ कति हो नि यता उसको 150 खेल्ने हो सानो यो खेल्ने हो कहाँ एकजनाको 150 दुईजना खेल्ने अरे होइन अहिले नखेलौँ घुमौँ है अहिले खानेकुरा खाने गाउँ घुमौँ न त त्यसो भए पेट डुम्म भयो त पेट घटाउनु पऱ्यो नि डुलेर म खेल्दिनँ तिमी खेल न बह अहिले खेल्ने बह सानो हिँड यता यता हिँड न लाऊ माता नहीं आओगे